चाहिँ नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ कन्टेन्टहरू, नयाँ नयाँ चिजहरू बोल्न मन लाग्छ, तपाईँलाई चाहिँ साहस थपे जस्तो लाग्छ होइन। त्यही भएर चाहिँ सानसानोबाट सुरु गर्नु होला। अनि सानसानोबाट बोल्दै गर्दै गर्दा चाहिँ तपाईँहरूले चाहिँ यो कन्टेन्टहरू बनाउने चाहिँ आइडिया हुनसक्छ होइन। त्यस्तो आइडियाहरू चाहिँ आउँछ बिस्तारै। अब आफूले चाहिँ यस्तो भिडियोहरू, फोटोहरू पोस्ट गर्दै गयो भने चाहिँ दिनमा 1-2वटा पोस्ट हाल्दै गयो भने चाहिँ फेसबुकले चाहिँ मान्यता दिँदै जान्छ होइन। त्यसरी चाहिँ गर्नु होला भन्न चाहन्छु। अब कतिपय फेसबुक चलाउनुहुन्छ र कसरी चाहिँ मोनिटाइज गर्ने भण्डारी पनि हेर्दै हुनुहुन्छ। उहाँ चाहिँ इन्डिया ठ्याक्कै अस्ति इन्डिया छ भन्नुहुन्थ्यो। उहाँलाई पनि म मेरो लाइभमा स्वागत गर्न चाहन्छु। रतन बजगाई मायालु सरलाई पनि यो मेरो लाइभमा चाहिँ स्वागत गर्न चाहन्छु। जति जो ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईँले चाहिँ स्क्रिनमा डबल ट्याप गर्नु होला र मेरो यसमा कमेन्ट गरिदिनु होला है। कमेन्ट गरिदिनु होला कहाँबाट हेर्दै हुनुहुन्छ। मेरो ठिकै छ काकु, हजुर लगायत परिवारको चाहियो। म इन्डियाको कुनामा छु काकु, हजुर जस्तो अनार बुद्धिजीवी हुनुहुन्छ। हाम्रो 13 नम्बर घरमा खाँचो छ भने त बाबु अब तिम्रो सद्भावको लागि धन्यवाद दिन चाहन्छु म होइन। अब ठिकै हो, अब खाँचो अब मेरो मात्रै होइन तिम्रो पनि त्यति खाँचो छ 13 नम्बरमा होइन। 13 नम्बरमा त 13 नम्बरको व्यक्ति सबैको खाँचो छ नि बाबु। अब म मात्रै व्यक्ति भएर 13 नम्बरमा हुन्छ र तिमी जस्तो युवा बुझ्ने मान्छे, राम्रो गर्ने मान्छे पनि चाहियो नि यार 13 नम्बरमा। 13 नम्बरमा त हामी जस्ता सबै मान्छे चाहियो। हाम्रा इन्डियामा, प्रवासमा, गाउँमा, घरमा सबै बस्ने मान्छे छन् नि, सबै मान्छे चाहिन्छन्। हामीले चाहिँ आफ्नो गाउँठाउँको विकास सबै गति गर्नको लागि सबै व्यक्तित्वहरूको चाहिँ त्यति खाँचो छ होइन। त्यही भएर चाहिँ हामीमा चाहिँ पनि फरक त्यो नै हो कि हाम्रो कुरा। हाम्रो त माग्ने हो नि त। अब हामी चाहिँ ठुलो पदमा, दिने पदमा कोही पनि पुगेका छैनौँ होइन। त्यही भएर चाहिँ हामीले आफ्नो ठाउँबाट सबैले आवाज उठायो भने चाहिँ 13 नम्बरमा म मात्रै होइन, हामी सबै चाहिँ युवाहरूको, बुढापाकादेखि लिएर बालबालिका सबैको चाहिँ आवश्यकता छ भन्न चाहन्छु। म चाहिँ गगन बाबुले एउटा चाहिँ सानो त्यो राखेको छ, म पछि त्यो राखेमा म चाहिँ धन्यवाद दिन चाहन्छु होइन। ठिकै छ, अब यसो हेर्दै जाउँ के कस्तो हुन्छ होइन। त्यो समय परिस्थिति अनुसार अब चल्नुपर्ने हुन्छ। यो समयले चाहिँ कस्तो माग्छ, के माग्छ, के थाहै हुँदैन। समयमा अहिले मान्छे एउटा हुन्छ नि, अर्को हुन्छ। अहिले चाहिँ गाह्रो छ होइन सबै चिज गर्न चाहिँ। हामीले सोचे जस्तै पुग्न चाहिँ अहिले यो समयको परिवेशमा चाहिँ अलि गाह्रो मानेको छौँ कि। तैपनि हामी सबै दाजुभाइ एकजुट यताउति सबै चाहिँ मिलेर गयो यताउति गर्न चाह्यो भने चाहिँ राम्रो हुनसक्छ जस्तो लाग्छ मलाई। अब हामी यो कोही फेसबुक चलाउँदै हुनुहुन्छ, अब यो सन्तोष धामीले पनि हेर्दैछ, स्वागत गर्न चाहन्छु। के छ सन्तोष, खाना भयो? के कस्तो भइरहेको छ? हाम्रो कम्पनीको काम चलिरहेको छ राम्रो? कम्पनीमा कस्तो छ के छ यसो सुनाऊ है। अनि अरू को हुनुहुन्छ यसो स्क्रिनमा डबल ट्याप पनि गरौँ। मेरो यसमा चाहिँ को कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गरौँ न। अलि 5-7जनाले हेर्दै हुनुहुन्छ। अब तपाईँहरूले के कमेन्ट गर्नु भएको छैन होइन। स्क्रिनमा डबल ट्याप पनि गरिदिनु होला भन्न चाहन्छु। यो स्क्रिनमा डबल ट्याप गर्नु चाहिँ होला जस्तो लागेको छ मलाई। तैपनि अब मैले अनुरोध चाहिँ गरेँ है हजुरहरूलाई, डबल ट्याप 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 गरिदिनु जस्तो लाग्छ। मलाई स्टार त के चाहिँदैन होइन। म त्यसो माग्ने पनि होइन। यसो आफ्नो दाजुभाइहरूसँग, आफन्तहरूसँग भेटघाट हुन्छ, रमाइलो हुन्छ भनेर चाहिँ मेरो लाइभमा आउने हो। आउने हुन्छ उहाँ पनि चाहिँ हाम्रो 13 नम्बरको होनार युवा हुनुहुन्छ होइन। जस पोजिटिभ थिङ्किङमा चल्नु होला भन्न चाहन्छु म। नेगेटिभ कुराहरूलाई पनि पोजिटिभ तरिकाले चाहिँ हिँडेर आफूले आत्मसात गरेर कुनै कुराहरू सहन पर्ने कुराहरू सहेर कुनै कुराहरू चाहिँ अब आफ्नो मनभित्र राखेर पनि भन्नुपर्ने स्थिति हुन्छ होइन। धेरै कुराहरू चाहिँ फस्टिनु साथी चिरेर देखाउनु पर्ने स्थिति नहुन पनि सक्छ। त्यही भएर तपाईँहरू जस्तो युवाहरूको चाहिँ एकदमै खाँचो छ। जुन ठाउँबाट राजनीतिक विषयमा जसरी जहाँबाट लागिराख्नु भएको छ ठाउँको विकासको लागि चाहिँ सबैले बोल्नुहुन्छ भन्ने चाहिँ मैले गरेको छु। आदरणीय व्यक्तित्व महामन्त्री नगरपालिका वार्ड नम्बर 3 का वडाध्यक्ष विद्यार्थी पनि मेरो लाइनमा आउनुभएको छ। उहाँलाई पनि म स्वागत गर्न चाहन्छु। मङ्गलचोक नगरपालिकाभित्र जुन कार्यहरू भइरहेको छ एकदमै सकारात्मक छ। तपाईँको चाहिँ राम्रो रोलिङ गर्नुभएको छ। तपाईँले चाहिँ मङ्गलचोक नगरपालिकाभित्रका कामहरू गतिविधिहरू सोचेर गर्नुपर्छ भनेर आवाज उठाउनुहुन्छ। कार्यस्थलहरूको सही निर्णय गराउनुहुन्छ। अझै राम्रो गर्नु होला र हाम्रो यो 13 नम्बरमा अझै तपाईँले प्रगति दिनु होला भन्न चाहन्छु।
भविष्यको तपाईँको राजनीतिक भविष्य पनि राम्रै छ होइन, हामीले बुझेअनुसार। र बाहिर धेरै मान्छेहरू तपाईँको अब चाहिँ अफिस पनि गरिरहेका छन्। पार्टी जो जस्तो भए पनि हामीले काम गर्ने र ठाउँलाई हेर्ने व्यक्तित्व हेर्नुपर्छ भन्ने जस्तो मलाई महसुस हुन्छ र म चाहिँ गर्न चाहन्छु। र सबैलाई हामीले चाहिँ हाम्रो इमान्दार राम्रो गर्ने राजनीतिक क्षेत्रको हो, समाजिक क्षेत्र भयो, जुनसुकै क्षेत्रमा पनि अगाडि बढाउनुपर्छ र अगाडि बढाउनलाई चाहिँ हामीले साथ सल्लाह गर्नुपर्छ भनेर जस्तो लागेको छ। अब फेसबुक हेर्दै हुनुहुन्छ, उहाँले चाहिँ अब मङ्गलसेन नगरपालिकाभित्र अहिले चाहिँ राम्रो गरिराख्नु भएको नगरपालिका भित्र गएर हाम्रो 13 नम्बरतिर पनि उहाँले अलिकति बढ्दैदेखि गर्नुहुन्छ। र 13 नम्बरको विकास त्यहाँ सबैभन्दा समस्या चाहिँ अब अहिले चाहिँ सिँचाइको हुनसक्छ। सिँचाइ गएपछि चाहिँ अब त्यहाँ अझै मान्छेहरू बस्न सक्छन् जस्तो लागेको छ मलाई। अब बाँडाको गाउँभित्र रहेर त्यहाँ एकदमै कति जमिन छ होइन, तर त्यहाँ सिँचाइ छैन। त्यहाँ अब केही सिँचाइको कुनै वैकल्पिक व्यवस्था भइदिएको भए चाहिँ यहाँ मान्छेले अर्कै जिल्ला भएको मान्छेले चाहिँ सरकारी खुवाउन सक्ने स्थिति गर्न सक्छ जस्तो लागेको छ मलाई। अब त्यो चाहिँ हाम्रो त्यहाँ पानी खानेपानीकै समस्या छ। सिँचाइको अब कसरी केही न केही विकल्प यताबाट पनि हुनसक्छ। हेर्दै हुनुहुन्छ अब गोकर्णपुरटी कहाँबाट हो, कहाँ हो तपाईँ कहाँ हुनुहुन्छ? पछिल्लो समय चाहिँ मलाई ठ्याक्कै थाहा छैन होइन। तपाईँ चाहिँ विदेशमा हुनुहुन्छ कहाँ हुनुहुन्छ? यो स्क्रिनमा डबल ट्याप पनि गर्नु होला भन्न चाहन्छु म चाहिँ हजुरहरूलाई चाहिँ। स्क्रिनमा डबल ट्याप गरिदिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ त्यो चाहिँ जानकारी गराइदिनु होला। र चाहिँ तपाईँहरूको हालचाल के छ, अहिले हाम्रो ठाउँ गाउँमा के भइरहेको छ, तपाईँ भएको ठाउँमा के भइरहेको छ त्यो पनि जानकारी गराउनु होला भन्न चाहन्छु। नयनबहादुर केसी हेर्दै हुनुहुन्छ, उहाँ चाहिँ मङ्गलसेन 4को व्यक्तित्व हो। उहाँ चाहिँ अहिले ठ्याक्कै मङ्गलसेन 4मा हुनुहुन्छ कि अब कहीँ बाहिर हुनुहुन्छ भने ठ्याक्कै मलाई थाहा छैन। जो राम्रो सटाउनुहुने मान्छे हुनुहुन्छ, मैले उहाँलाई चिनेको छु। के छ नयनबहादुर केसीजी, हजुरको कहाँ हुनुहुन्छ, के छ तपाईँ सुनाउनु होला। र नयाँ मान्छेहरू यो लाइनमा जोड्दै जानुहुन्छ। अब तपाईँहरूलाई म धेरै स्वागत गर्न चाहन्छु। बेलुकाको यो समयमा चाहिँ खाली समयमा चाहिँ आफ्नो सबै मान्छेहरूले चाहिँ सबै देखिन्छन् र देखेपछि सम्झिन पनि सकिन्छ। सम्झ आउँछ, उनीहरूसँग विगतको सम्झना आउँछ, हरेक कुराहरू सम्झना आउँछ भनेर चाहिँ यो लाइनमा आउँछ। र हामी खासै वस्तुस्थितिको बारेमा पनि बोलिन्छ, कहिले विकासको बारेमा बोलिन्छ, कहिले समाजसेवाको बारेमा बोलिन्छ, कहिले प्रविधिको बारेमा बोलिन्छ, कहिले प्रविधिको बारेमा पनि बोल्नुपर्छ। जस्तो हामी फेसबुक बनाइराखेको हुन्छ धेरै मान्छेहरू, त्यो फेसबुकमा पनि सानो सानो क्लिपहरू फोटोहरू सानोसानो हाल्नु होला। अहिलेसम्म त्यो मोनिटाइज बनाउनु नेपालमा जानु होला। तपाईँहरू चाहिँ फेसबुक हेर्नुहुन्छ, त्यो फेसबुक हेरेको टाइमलाई चाहिँ सही सदुपयोग गर्न सक्यो भने तिनीहरूको चाहिँ हाम्रो चाहिँ सानो आफ्नो टाइमको चाहिँ महत्त्व थाहा हुन्छ भन्ने चाहना। अब हामी फेसबुक पनि चलाउनु पर्छ। हामीले यसो एकचोटि फेसबुक हेर्नुपर्छ, अर्को हेर्ने ठाउँमा आफ्नो पनि कसैले हेरोस् भन्ने चाहिँ राख्नु होला। र आफूले के आउँछ त्यस्तो खालको सानो सानो क्लिपहरू राखेको हो भने तपाईँले पुरा गर्नु होला भन्न चाहन्छु। सुन्नु होला र मैले के विषयमा भन्दा चाहिँ के राम्रो होला भन्न चाहन्छु होइन। तपाईँहरूबाट पनि के जान्न चाहन्छु। अब हामी चाहिँ नयाँ परिस्थितिमा नयाँ कन्डिसनमा हामी चाहिँ कसरी अगाडि बढ्दा चाहिँ अलि उत्तम हुनसक्छ होइन। चल्दैछ यो अवस्थामा चाहिँ हामीले पनि नयाँ सोच, नयाँ विचार, नयाँ तरिका, नयाँ रणनीति अपनाएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ होइन। त्यो अनुसार चाहिँ बढ्नुपर्छ भन्ने लागेर भएर मैले चाहिँ नयाँ तरिकाले अब हामीहरू चाहिँ कसरी अगाडि बढ्न सक्छौँ, कसरी अगाडि जान सक्छौँ भन्ने विषयमा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने जस्तो लागेको छ मलाई। वेलकम छ हजुरहरूलाई, वेलकम छ मेरो यो लाइभलाई चाहिँ धेरै स्वागत गर्न चाहन्छु। कहाँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला। आइसकेपछि कमेन्ट गर्दै गर्नुभयो भने तपाईँ कहाँबाट आउनुभयो भन्ने जानकारी पनि पाइन्छ मलाई होइन। त्यो जानकारी पायो भने चाहिँ नाम गर्न पनि सक्नुहुन्छ। के कुराहरू बुझ्नु छ, के कुराहरू जान्नु छ भने चाहिँ त्यो पनि सम्पर्क गर्नु होला। अब जानेको त्यो कुराहरू हजुरले चाहिँ सेवा दिन सकिन्छ भन्न चाहन्छु। त्यो मात्रै होइन, हजुरहरूले के जान्न खोज्नु भएको छ, के हजुरहरूले चाहिएको छ, केही सुविधा चाहिएको छ, केही भनिदिनु पर्ने छ, गरिदिनु पर्ने छ भन्ने पनि सम्पर्क गर्नु होला भन्न चाहन्छु। म यो शुद्ध चाहिँ शाहकालिङहरूले चाहिँ म यो लाइभमा चाहिँ बेलुका 3को समयमा आउने गर्छु। यो मेरो शुद्ध
के गर्दा राम्रो होला, कसरी अगाडि बढ्दा राम्रो होला, अब हामीले कसरी जाने, के गर्ने, सुझाव सल्लाह सहित अब हामीले चाहिँ आफ्नो मान्छेलाई कसरी सहयोग गर्न सकिन्छ, कसरी चाहिँ सहयोग डेलिभरी गर्न सकिन्छ, अब यो नयाँ स्थितिमा चाहिँ हामी चाहिँ कसरी अगाडि बढ्न सक्छौँ भन्ने विषय पनि हो होइन। पछिल्लो समय चाहिँ अब हामी चाहिँ यो देशमा धेरै परिवर्तनशील भइसकेको छ। परिवर्तनशील अवस्थामा चाहिँ हाम्रा सबैका सोचहरू, विचारहरू, काम गर्ने शैली तौरहरू पनि चाहिँ चेन्ज गर्नुपर्ने स्थिति छ। पहिलेकै स्थितिमा चल्ने स्थिति अहिले छैन। मेरो आदरणीय दाइ भरतबहादुर देउवासँग लागु हेर्दै हुनुहुन्छ, उहाँलाई चाहिँ स्वागत गर्न चाहन्छु, दर्शन गर्न चाहन्छु अहिले। अनि अब हामी पछिल्लो समय अब हामीले चाहिँ विकासको खोजी छौँ होइन। हामीले चाहिँ नयाँ कसरी कुन तरिकाले अगाडि बढ्न सकिन्छ, कुन तरिकाले चाहिँ हामीले समाजलाई, गाउँलाई, देशलाई अगाडि बढाउन सक्छौँ भन्ने चाहिँ एउटा सरसल्लाहदेखि लिएर हरेक कुराहरूको पनि महसुस हुन्छ। अहिले चाहिँ गर्नुपर्ने स्थिति छ होइन। अहिले पहिलेकै जस्तो स्थिति रहेन। अब नयाँ तरिकाले, नयाँ सोचले, नयाँ विचारले काम गर्ने तौरहरू सबै चाहिँ फरक गर्नुपर्ने स्थिति छ। त्यो स्थितिमा चाहिँ सबैले चाहिँ सरसल्लाह र आइडिया लिन चाहिँ जरुरी छ भन्न चाहन्छु म चाहिँ होइन। नयाँ तरिकाले अब नयाँ प्रविधिसँग जोडेर काम गर्नुपर्ने स्थिति छ। सबै प्रविधि चाहिँ नै काम हुन्छ अहिले पछिल्लो समयमा। पहिले सिकाएर डाटामा चाहिँ लेखेर काम हुन्थ्यो भने चाहिँ अहिले कम्प्युटरमा प्याटप्याट टिपेर चाहिँ सारा चिज काम गर्ने जमाना आइसकेको छ होइन। त्यो जमानामा चाहिँ हामीले हरेक कामहरू पनि अब त्यो प्रविधि